हेलो गाइज, नमस्ते। आज म तपाईहरुलाई हिजो लगाएको टमाटर खुर्सानीमा पानी लगाउन आएको छु हैन। गाइज हेर्नुस्, हिजो मैले लगाएको काँक्रो अनि यो गोलभेडा आज चाहिँ कस्तो हरियो भइसकेको छ हैन। पानी लगाएपछि त झनै हरियो हुने रहेछ। अब हाम्रो 3 महिनापछि चाहिँ फलिहाल्छ जस्तो छ। आज चाहिँ यति ठुलो भइसक्यो रहेछ। हिजो रोप्नु भएको यो खुर्सानी गोलभेडा अनि उता काँक्रो फाइनल्ली गाइज मैले गोलभेडा काँक्रोमा अनि पानी लगाएर पनि सिद्धे हैन। अब भोलि आउने हो हामी यो पानी लगाउन हैन। मेरो बारी हैन, हिजो लगाएको यहाँ गोलभेडा काँक्रा हैन खुर्सानी आज म पानी लगाएर अनि फाइनल्ली सक्यो गाइज। हाम्रो भिडियो हेरिदिएकोमा धन्यवाद। भिडियो मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। अब यस्तै भिडियो लिएर म भोलि आउने छु। आजलाई यति, धन्यवाद।